नमस्कार साथीहरू, आज फेरि नयाँ डिआइवाई लिएर आइसकेको छु। आज मसँग एउटा पुरानो क्रिमको बक्स छ, त्यसलाई चाहिँ यो धागाले बेरेर एउटा ज्वेलरी बक्स बनाउन गइरहेको छु। ज्वेलरी बक्स बनाउनको लागि सबैभन्दा पहिला यो बक्समा चाहिँ फेभिकल लगाउने, अनि त्यसपछि हजुरहरूलाई कस्तो कलरको धागा मनपर्छ त्यसले यसलाई बेर्दै जाने, पुरै भाग छोपिने गरी बेर्ने मजाले। यसलाई मजाले बेर्दै जाने बिस्तारै बिस्तारै। र यो बेरिसक्यो, मैले तलको भाग चाहिँ बेरिनँ, बिचको भाग मात्रै बेरेँ। अब यसपछि माथिको ढक्कनलाई पनि मजाले यसरी नै धागाले बेरिदिने। धागाले बेरिसकेपछि हेर्नुहोस् त, अझै यसलाई पुरै ढक्कनै छोप्ने गरी मजाले बेर्छु। मैले आधा मात्रै गरेँ अहिले, अब यसलाई चाहिँ पुरा ढक्कनै छोप्ने गरी मजाले बेर्छु है। ल यो भइसक्यो, यही पुरा ढक्कन छोपियो। ल हेर्नुहोस् है, अब यसलाई अझै अलिकति राम्रो बनाउनको लागि हल्का फुल बनाएर टाँस्छु म यहाँ। फुल बनाएर टाँस्नको लागि छुट्टै कलरको धागा लिन्छु, येल्लो कलरको। त्यसलाई चाहिँ फुलको डेकोरेसनमा टाँस्छु यसमा। ल हेर्नुहोस् त, यो फुल बन्यो, अनि बाँकी भागलाई चाहिँ काटिदिने। ल यो हाम्रो ज्वेलरी बक्स चाहिँ अब रेडी हुने लाग्यो। त्यसपछि यो ढक्कनमा पनि अलिक खाली खाली देखेको छ, त्यही भएर यसको लागि म माथि चाहिँ एउटा पम बनाएर जोड्छु। पम बनाउनको लागि हातमा धागालाई बेर्ने, माथि ढक्कनमा चाहिँ त्यसलाई अलिकति राम्रो लुक दिनको लागि म एउटा पम बनाउँछु। पम बनाउनको लागि चाहिँ धागालाई मजाले 20-25 चोटि बेर्ने, अनि त्यसपछि यसलाई सेप आउने जेलसम्म मजाले काटिदिने। काटेर डल्लो सेप आउँछ, अनि त्यसपछि यसलाई चाहिँ ढक्कनमाथि टाँस्दिने। ल ढक्कनमाथि टाँसिसकेपछि तपाईँले आफ्नो यसमा इयरिङ्सहरू, मालाहरू, क्लिप्सहरू जे पनि राख्न सक्नुहुन्छ। मैले इयरिङ बक्स बनाइसकेको छु, त्यही भएर म यसमा चाहिँ माला राख्दैछु। हेर्नुहोस्, माला राखेपछि यसलाई अनि ड्रेसिङमाथि, टेबलमा, जहाँ तपाईँलाई कम्फर्टेबल हुन्छ राख्न सक्नुहुन्छ। आजको मेरो आइडिया यहाँहरूलाई कस्तो लाग्यो? मन परेमा लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।